म यहाँबाट बिस्तारै अब तल दुम्की बासतिर झर्दैछु दाउनेको डाँडाबाट दाउनेको टपमा छु र यो अझै बाटो यस्तै छ बनिसकेको छैन तपाईँको। अब यहाँ निकै शास्ति छ यहाँ मान्छेहरूलाई हिँड्नको लागि। अहिले जस काठमाडौँको गाडीहरू चलेको छैन, काठमाडौँकोतिरबाट आउने गाडीहरू अहिले बन्द छ, त्यस कारणले अहिले यो बाटो खाली खाली छ। म पनि यही मौका पारेर हिँडेको, नत्र यहाँ जाम लाग्छ तपाईँको एकदमै होइन, एकदमै ठुलो जाम लाग्ने गर्छ। लगभग तपाईँको नर्मल्ली 4 घन्टा 5 घन्टा त होइन त्यो जाममा होइन पर्नुपर्ने फसेर होइन तपाईँको अगाडि नै बढ्नु सक्दैन गाडीहरू। यस्तो स्किड हुने होइन, पानी पऱ्यो भने त अझ तपाईँको यो बाटो हेर्नुहोस् न होइन, बाटोको हालत के छ हेर्नु त यहाँ पुरा होइन। यो के भन्छ अब यसलाई, यो यस्तो बाटोमा त विदेशतिर ऱ्याङ्गलरहरू कुदाउँछ क्या, त्यस्तो बाटो छ। अब हाम्रो सामान्य गाडीहरू कुदाउनु परिरहेको छ यस्तोमा होइन, त्यही पनि होइन एकदमै विचार पुरै कुदाउनु पर्ने हुन्छ। तपाईँको ग्राउन्ड क्लियरेन्स पनि तपाईँको लगभग यसमा चाहिँ 180ले पनि छुन्छ होइन, 180 छ तर पनि छुन्छ कहीँ चाहिँ एकदमै विचार पुऱ्याएर चाहिँ यो हाल्नुपर्ने कटाउनु पर्ने चाहिँ त यस्तो ठाउँमा चाहिँ। यहाँ चाहिँ पुरै खोला बग्छ क्या पानी आउँदाखेरि, हेर्नु न यो पुरै बाटो हेर्नुपर्छ, यो बाटोमा खोला बग्छ, त्यस्तो छ यो ठाउँ। गाह्रो छ निकै। लोकतन्त्रको उपज हो यो, लोकतन्त्रका छोडे राजाहरूलाई पाल्दा पाल्दै होइन जनताहरू होइन देश झन् गरिब हुन भइरहेको छ, झन् गरिब भइरहेको छ देश। लुटाछन् देशलाई मजाले होइन, हामीलाई जनताहरूले पठाएको लुट्ने बेला भनेछन् लुट कान्छ लुट, जति सक्छ लुट भनेर एउटा गीत थियो नि त्यस्तै। 8 वर्ष भयो होइन तपाईँको म्याथ थपी लुटै छन्। संसदमा बोल्छन् अझ होइन, कसले गर्ने हामीलाई, कसले गर्छ हाम्रो अनुसन्धान होइन, त्यस्तो किसिमको चाहिँ अब भाषाहरू प्रयोग गर्छन् अब आशा गरेका नेताहरूले। भनेपछि अब के गर्ने अब होइन, जेनजी त उठ्नै पर्ने हुन्छ। त्यही भएर जेनजीले चाहिँ अहिले चाहिँ धेरै ठिक गरेको छ, यिनीहरूको जरै उखाल दिनुपर्ने थियो अझ होइन। कोही अझै बोल्दैछन् अगाडि आएर अझै पनि यिनीहरू लाज शरम केही पनि छैन नेताहरूलाई। हामी चाहिँ लुट्ने आएको लुट्छौँ, यति करोड पायौँ होइन, 70 करोड खाइदिएकै हो भन्छन् होइन। त्यस्तरी खुल्लामा आएर होइन अगाडि जनताको चाहिँ घरमा चाहिँ 2 छाक खानलाई गाह्रो छ, नेताको घरमा चाहिँ होइन रातभरि जलेर पनि पैसा अझै मागिरहने त्यस्तरी राखेर रहेछ होइन। अझ हामीले पनि तिनीहरूलाई नेता मानिदिनु पर्ने होइन, तिनीहरूकै पछि हिँडिदिनु पर्ने, तिनीहरूलाई नै अझ क्रियाशील सदस्य लिनु पर्यो। अनि हामीले क्रियाशील सदस्य काटेको पैसा होइन बाट उनीहरूले चाहिँ टिकट बेच्ने
अनि त्यही पैसाले भोट किन्ने जित्ने फेरि जाने भ्रष्टाचार गर्ने त्यो बाहेक अरू काम गरेर जानेका रहन्छन् नेताहरूले। अब यिनीहरूले चाहिँ अब जहिले जे आए पनि अनि जहिले पनि यिनीहरूले के गर्ने भन्छन् जस्तो विरोध गर्नु पर्यो भने यो चाहिँ युरोपियनहरूको डिजाइन हो अनि अमेरिकाको प्रत्यक्ष हात छ, इन्डियाको हात छ, यस्तै किसिमको कुराहरू गर्छन्। अनि आफूहरू सत्तामा जाँदाखेरि फेरि अनि ठिक रह्यो। उनीहरू चाहिँ अब त्यही राजदूतमा जाने होइन, ढोक भेटी चढाउने अनि तपाईँको भेटी लिने, चढाउने भन्दा लिने त्यहाँबाट होइन। तपाईँको उनीहरूले जे गर भन्छ त्यही गरिदिने, खोला नाला बेचिदिने होइन। अब तपाईँको अहिले तपाईँको कोसीमा यत्रो ठुलो बाढी आएको छ कि बाढी होइन, तर पनि तपाईँको अहिले चाहिँ 56वटै ढोका खोलेछ खोल्नलाई चाहिँ। तपाईँको त पुरै ढोका पनि खोल्दैन क्या, उनीहरूले चाहिँ थुनेर राख्छ त्यो खोला होइन। सकेसम्म चाहिँ उनीहरूले चाहिँ बिहारतिर चाहिँ यसले चाहिँ समस्या नपारोस् भनेर नेपालतिर थुनिदिने त्यस्तो किसिमको होइन। कर्णाली पनि तपाईँको थुनेर राखेकै हुन्छ। तपाईँको हिउँदमा चाहिँ सबै उसले चाहिँ आफ्नो देशतिर सिँचाइ गर्नलाई लान्छ, बर्खामा चाहिँ तपाईँको होइन बल्ल छोड्छ पानीहरू, त्यस्तो किसिमको चाहिँ छ। अब यहाँ पनि ठुलो यो पहिरो आउने ठाउँ हो। अस्ति त यहाँ मेरो गाडी पुरा होइन बल्ल अगाडि कटाएको थिएँ मैले, यस्तो जाम लागेको थियो। तपाईँको हेर्नु सक्नुहुन्छ यहाँ यस्तो होइन पहिरो गएको छ कि यहाँ होइन। बाटो अब यो कहिले हटाउने, कहिले बनाउँछ यिनीहरूले यो बाटो। अब बरु यिनीहरूले बिचबाट पाहाडलाई काटेर होइन बिचबाट बाटो निकालिदिएको भए छोटो पनि हुन्छ दूरी। अनि रहेको यस्तो पहिरो सहिरोको अनि भाँसिने बाटो होइन, यसरी त्यो समस्या हुन्थेन नि त। चाइनाले त गर्छन्, चाइनामा त तपाईँको पाहाडको बिचबाट काटेर होइन बिचबाट बाटो निकालेको त्यो कति छ त्यस्तो उदाहरणहरू होइन। चाइनाले पनि अब त्यस्तै प्रस्तावको चाहिँ गरेको थियो भन्ने सुनेको थिएँ मैले यहाँ, तर अब त्यो हो होइन के हो अब हुँदैन भनेर अब यही बाटोलाई नै बनाउनुपर्छ भनेर नेताहरूले भने यसरी यहाँ पुरै भाँसिएको छ यसरी तल होइन। यो बाटो अब फेरि भाँसिन्छ पानी पर्दाखेरि, जति यतापट्टि बढायो भने माथिबाट पहिरो खस्छ अनि यतातिर तल भाँसिन्छ। अनि यो बाटो त सधैँभरि यस्तै हो जस्तो लाग्छ मलाई। यो बाटोको हालत हेऱ्यो भने होइन तपाईँले नेताहरूको घर जलेको होइन देख्दाखेरि त ठिकै पनि हो कि जस्तो लाग्छ हो मलाई होइन। त्यो त 30-35 वर्षसम्म उनीहरूले होइन राज गरेको हुन् होइन। हिजो राजा फाले यिनीहरूले होइन प्रजातन्त्र लिएर आए, हिजो पञ्चायत फाले प्रजातन्त्र लिएर आए, राजा फाले लोकतन्त्र लिएर आए। तर के गर्दा छोटे राजाहरू धेरै जन्मे। तपाईँको अब केन्द्रदेखि लिएर स्थानीय सरकारसम्म सबै राजाहरू के कुरै छोडिदिनुहोस्। अब त्यो प्रदेश संरचना पनि खासै तपाईँको यो उपलब्धिमूलकै देखिएन, नराम्रो होइन त्यो राम्रो हो होइन। प्रत्यक्ष तपाईँको विकासमा चाहिँ होइन त्यसले चाहिँ एकदमै ठुलो प्रभाव पार्ने त हो प्रदेश संरचनाले। तर त्यो चाहिँ के भयो भन्दा आफ्नो मान्छेहरू आफ्नो पार्टीको मान्छेहरू झोलेहरूलाई चाहिँ भर्ती गर्ने केन्द्र जस्तो मात्र भइदियो क्या। तर सानो देशको सानो बजेटले त्यो सबै कुराहरू भ्याउन सकेन, थ्याक्न सकेन। र तपाईँको विकासमा जस्तो पनि छ, मैले हेरेँ स्थानीय उसमा पनि तपाईँको हामीले अब आफ्नो जग्गा काटेर 7 फिट बाटो दिएको छ, त्यसमा चाहिँ बजेट ल्याउँछ। तपाईँको बजेट चाहिँ लिएर आउँछ, ल्याउनलाई नल्याउने होइन। तर उनीहरूले के गर्छ भने बजेट ल्याएको तपाईँको 30% मात्र त्यहाँ काम देखाउँछ उनीहरूले, 70% चाहिँ सबै भ्रष्टाचार गरेर आउँछ क्या। तपाईँको नाला बिनै अब पिच हानिदिएको छ, मेरै घर अगाडि मैले हेरेँ गएर अहिले नाला बनाएको छैन, पिच हानिदिएको छ। पिच कस्तो छ भने माथि मात्र जस्तो हुन्छ नि एक लेयर पोते जस्तो क्या तपाईँको लिपे जस्तो त्यस्तो टाइपको चाहिँ पिच गरेको छ। त्यो लगभग त्यसको उनीहरूको अब आफ्नो कार्यकाल अब 1 वर्ष छ, त्यो 1 वर्षसम्म मात्र त्यो चाहिँ चल्ने खालको त्यस्तो किसिमको चाहिँ बनाएको जस्तो लाग्छ। अब त्यसपछि त अर्को आइहाल्छ, चुनाव हुन्छ,
आफू जित्यो भने म फेरि जितेँ भने म बनाइदिन्छु भने होइन भने यता नेक्स्ट अर्को आउँछ अर्कोले जसो गरोस् त्यस्तो किसिमको चाहिँ होइन छ। अब हेर्नु यो बाटोमा बिचमा यस्तो छ। अब यहाँ अब यो साइडबाट गाडी हाल्यो भने त गाडी पुरै धसारिन्छ तल त्यस्तो छ होइन। अब यो कसरी जाने यहाँ बिजोग छ नेपालको स्थिति। अझै पनि यो कुराहरू तपाईँहरूले हेरेर अझै पनि त्यही नेताहरूको होइन गुणगान गाउँदै तपाईँले अब झोला बोक्दै हिँड्नुहुन्छ भने त अब भन्नु त केही छैन। अब यदि हामीले पनि यस्तो दुःख पाइयो हाम्रो सन्ततिहरूले दुःख नपाओस् होइन, यदि तपाईँको होइन छोरा नातिहरूले दुःख नपाओस् भन्न चाहनुहुन्छ भने अझै पनि सुध्रिनुहोस्। तपाईँहरू जनताहरू सुध्रिनु भयो भने हुन्छ। अब तपाईँ हामीले नै हो होइन जागरुक गराउने जनतालाई। यदि तपाईँ हामी नै अब झोला बोकेर हिँड्यो भने त अनि तपाईँको छोरा नातिले दुःख नपाएकोले पाउनु त हाम्रा छोरा नातिले। अझै पनि तपाईँको देश कहाँ पुगिसक्यो होइन, कस्तो कस्तो रोडहरू बनिसकेछन्। हाम्रोभन्दा गरिब राष्ट्रहरूमा गएर हेर्ने भने नि होइन तपाईँको अब हामी त अब हाम्रोभन्दा धेरै अब विकसित राष्ट्रहरू हेरेर आएको मान्छेहरू होइन कस्तो किसिमको विकास भइरहेको छ। हाम्रोभन्दा गरिब देशले होइन अहिले कुन स्थान हासिल गरिरहेको छ भन्ने कुरो चाहिँ हामीले हेरेर आइसकेका छौँ। बाहिर विदेशहरूमा पनि नेताहरू पनि जान्छन् हेर्नलाई। विभिन्न वर्षहरूमा विभिन्न नेताहरू विभिन्न ठाउँहरूमा गएर आइरहेका हुन्छन्। तर पनि उनीहरू त्यो ठाउँमा हेर्न घुम्न मात्रै जान्दैन क्या, त्यहाँको कुराहरू सिकेर आउँदैनन् कि के हो होइन। अब त्यो त मैले पनि धेरै नेताहरूलाई घुमाएको छु होइन। म साउथ कोरियामा हुने बेलामा चाहिँ विभिन्न नेताहरू जान्थे र उनीहरूलाई मैले घुमाएको थिएँ। यहाँको त्यहाँको विकासहरू देखाएको थिएँ, यसरी विकास गरेको छन् यस्तो किसिमको छ भने देखाएको थिएँ। हो नेपालमा गर्न पाए धेरै राम्रो हुन्छ भनेर आउँछन्। तर यहाँ चाहिँ तपाईँको टिआइएमा झर्ने बित्तिकै उनीहरूले बिर्सिन्छन् त्यो कुराहरू होइन। के गर्ने दुःख लाग्छ त्यो कुराहरू देख्दाखेरि। अब ती नेताहरू चाहिँ अब हामीलाई पनि चिन्दैनन् अहिले थाहा आयो भने नेपालमा आयो चोरहरूले होइन। अब सबै चोरहरू रहेछन् भन्ने बुझियो। तपाईँको यो 14 किलोमिटर हो। यो राम्रो बाटो भइदियो भने त तपाईँको 14 किलोमिटरलाई लगभग 10 देखि 15 मिनट होइन पार गर्नलाई। तर यो बाटोमा कहिले 4 घन्टा कहिले 5 घन्टासम्म जाममा फस्नुपर्छ। अहिले सुसी आउँदा पनि मलाई लगभग आधादेखि 1 घन्टा जस्तो लाग्छ होला सायद त्यो पार गर्नलाई होइन। अब तपाईँको 18-19को स्पिडभन्दा होइन अहिले मेरो गाडी 15-16को स्पिडभन्दा तपाईँको होइन कुदाउन चाहिँ मिल्दैन त्यस्तो किसिमको छ। अनि कहिले पार गर्ने यो बाटो भन्नु त। यिनीहरूले एउटा भएको सडक त राम्रोसँग बनाउन सकेको छैन। अनि चुनावमा यिनीहरू घोषणा पत्रमा घोषणा गर्छन् हामी त पूर्व पश्चिम रेल चलाउँछौँ रे। थुक्क लाज शरम पनि छैन होइन नेताहरूलाई। बाटो बनाउन पहिला यो बाटो होइन यहाँ यसलाई राम्रो बनाऊ बाटो पहिला, त्यसपछि त नि रेल मार्ग बनाइने बनाऊ होइन। तपाईँहरू अब सबै स्काई मार्ग बनाइने बनाऊ, जे बनाइने बनाऊ न, पहिला यसलाई राम्रो बनाऊ त्यसपछि तिमीहरूको रेल मार्ग बनाऊ। भएको बजेट रेल मार्ग भन्दै अब त्यसको होइन तपाईँको सर्वेक्षण गर्दै होइन करोडौँ रुपियाँ होइन तपाईँको खाने दाउ मात्रै गर्छन् हौ होइन। दुःख लाग्छ हो यो कुराहरू देख्दाखेरि। अब हेर्नु यस्तो बाटो छ अब कसरी जानु यहाँ तरिका खास दुःख छ। यस्तो ट्रेलरहरू त अझ हेर्नु यस्तो ट्रेलरहरू त प्लास्टिक गाह्रो हुन्छ अब यो होइन लोड ट्रेलरहरूलाई त। अब यो अस्ति आउँदा यो बाटो चाहिँ खोलेको थिएन, अहिले खोलेको रहेछ। यो ढलान गरेको छ, यता यता बाँकी छ। अब यो ढलान बाटो
ब्लेडहरू होइन, यो सिमेन्टको ब्लेडदेखि लिएर तपाईँको ग्यासको ब्लेडहरू होइन, ठुलो लोड ट्रकहरूलाई एकदम सजिलै हुन्छ। तर पनि पानी नपर्दाखेरि अब धेरै त छैन, यति त हो। अब त्यसपछि त आइहाल्यो फेरि कच्ची बाटो होइन। यहाँदेखि एकदमै तपाईँको जाम लागेको थियो, अहिले चाहिँ होइन। अब काठमाडौँको कुनै पनि गाडीहरू चाहिँ आएको छैन, त्यही भएर अहिले चाहिँ खाली खाली छ बाटो। अब यस्तो खाल्डो बनाएको छ बिचमा, अब बिचमा समस्या छ। यो बाटो देखेर होइन, अब हाम्रो भोटहरू खेर गएको देख्दा नि साह्रै दुःख लाग्छ। हामीले जुन नेताहरूलाई भोट दिएर पठायौँ, अब म सानो हुँदा देखेको नेताहरू त कहिले नि फर्किन्थेनन् गाउँमा भोट चुनाव जितिसकेपछि त। तिनीहरूको त अब अहिले त स्थानीय ठाउँको मान्छेहरू पनि अब खासै अब उनीहरू जितेर गइसकेपछि गाउँमा त एक दुईचोटि त्यो नेक्स्ट चुनावको होइन चुनावलाई चाहिँ मध्यनजर गर्दै मात्र फर्किदियो। नत्र अन्त उनीहरू जितेर गइसकेपछि जाने उही मन्त्रीको होडबाजीमै लाग्ने, प्रधानमन्त्रीकोलाई बनाउने आफ्नो नेतालाई होइन, शेरबहादुर देउवा बनाउने कि केपी ओली बनाउने कि प्रचण्ड बनाउने, त्यति मात्र छ। त्यहाँ अरू केही पनि छैन। अब यो जेनजीमा गएको आन्दोलनमा अब दुनियाँभरको अब झोलीहरूले त अब अहिले फेरि बाँड्न खोज्दैछन्। अब संविधानलाई नै तपाईँको अन्तरिम संविधान लागू गरेर गरिदिएको भए चाहिँ राम्रो हुन्थ्यो। प्रत्यक्ष कार्यकारी गरेर एउटा स्टेबल जस 5 वर्षको स्थायी सरकार होइन चाहिन्छ। अब त्यसले राम्रो गरे नराम्रो गरे पनि जस जहाँसम्म अब त्यसलाई चाहिँ अलिकति नागरिक समाज हुन्छ कि अब के हुन्छ, तिनीहरूले चाहिँ बिचबिचमा चाहिँ उनीहरूलाई चाहिँ होइन राम्रो काम नराम्रो काम गरेको के गरेको त्यो चाहिँ अब होइन नागरिक समाज हुन्छ कि जनताबाटै फेरि होइन त्यो गभर्मेन्ट अथवा पार्लियामेन्टमा गएको व्यक्तिले तैँले राम्रो काम गरेनस् होइन, त चाहिँ अब हामीबाट भएन भनेर फेरि जनताहरूले पनि त्यसलाई ब्याक बोलाउन मिल्ने खालको त्यस्तो किसिमको बनायो भने चाहिँ हुन्छ होला जस्तो लाग्छ। फेरि अब हेरौँ के हुन्छ। विभिन्न किसिमको कानुन त छ हाम्रो देशमा नभएको होइन, जनताकै हितमा बनाइएको छ। तर कतिपय कानुनमा यिनीहरूले बुदाहरू घुसाएर आफू अनुकूल बनाउँदो रहेछन् होइन। योभन्दा अगाडि कुलिङ पिरियडमा पनि देखियो हामीले यिनीहरूले के गर्दो रहेछन्, कतिसम्म पनि जालझेल गर्छन् भन्ने कुरो चाहिँ हामीले देख्यौँ, हेऱ्यौँ, सुन्यौँ। अब तिनै नेतालाई फेरि अब एक ठाउँमा चाहिँ बाट निकालेको छ अनि अर्को ठाउँमा लगेर फेरि त्यसैको सभापति बनाइदिएको। यस्ता गैर जिम्मेवारीपूर्ण कामहरू र होइन घिनलाग्दा कुराहरू गरेको देख्दाखेरि चाहिँ नेताहरूको चाहिँ जरै उखालिदिनु पर्ने थियो। तर उखाले जेएनजीहरूले धेरै राम्रो काम गरेका छन्, जेएनजी भाइ बहिनीहरूलाई होइन। जेएनजी जिन्दाबाद। अब जेएनजीबाटै आउनुपर्छ जस्तो लाग्छ मलाई त होइन। जेएनजीमा पनि अब हो होला मात्र होइन कि एकदमै उनीहरूको चाहिँ एक्ज्याक्ट आफ्नो के हो त्यो होइन उद्देश्य होइन, तपाईँको कार्यक्षमता भएकाहरू काम गर्न सक्ने खालका अलिक भिजन भएका भिजनेबल त्यस्ता कुरो मान्छेहरू आउनुपर्छ जस्तो लाग्छ। र विदेशमा बसेका व्यक्तिहरू, देशमा धेरै होइन विकास हेरिसकेका व्यक्तिहरूको पनि सल्लाह सुझावहरू लिनुपर्छ जस्तो लाग्छ। र तपाईँको यी पुराना नेताहरू चाहिँ एउटा पनि घुस्न दिनु हुँदैन जस्तो लाग्छ। अब हामी युवा नेता भन्छन् तर काम छैनन्। अब तिनीहरू सबै अवसर खोज्नेहरू मात्र नेताहरू देख्छु म त। अब ती युवा नेताहरू पनि भिजनै छैन, अब के गर्नु। अब खालि बुढा नेताहरूलाई सपोर्ट गर्दै हिँड्छन्। अब त्यस्ता नेताहरूलाई के युवा नेता भन्नु होइन। अब ठिक छ, मलाई त केही फाइदा हुन्छ भने त र त्यसरी झोला बोक्नेहरू त हुन्छ। अब उनीहरू आफ्नो फाइदाको लागि चाहिँ लागिरहेको हुन्छन्। अब यहाँ यस्तो छ बाटो, ओ माई गड, ओ माई गड।
रोडको पनि अनुभव भयो ओ माई गुडनेस ड्राइभ गर्दै भिडियो बनाउनु चाहिँ अलिकति गाह्रो नै हुँदो रहेछ मसँग चाहिँ ट्राइपोड थिएन हातैले बनाइरहेको छु बाटो यस्तो अप्ठ्यारो छ यस्तरी पहिरो झर्छ बाटोमा है यहाँदेखि चाहिँ यो चाहिँ ढलान आयो उतापट्टि नि अब ढलान बेस बन्दै रहेछ ढलानको लागि बेस बनाउँदैछन् अब त्यो ढलान हुन्छ अलिकति छिटो काम गऱ्यो भने चाहिँ लगभग यो 1 वर्षमा चाहिँ पुरा हुन्छ होला अस्ति यहाँ ढलान गर्दै थिएँ अहिले चाहिँ अलिकति लगभग बनिसकेको जस्तो रहेछ अब यो केही दिनपछि सञ्चालनमा ल्याउँछन् होला होइन लगभग यत्तिकै बाटो बनाइदियो भने पनि गाडी चाहिँ राम्रो सजिलैसँग पार हुन्छ यो दौड्ने क्षेत्रमा तर तपाईँको बर्खामा प्रत्येक बर्खामा चाहिँ पहिरो जाने बाढी आउने गर्दाखेरि यिनीहरूले यति ठुलो ढलान बाक्लो गरेको छ तर त्यो बगाउनु चाहिँ अलिक गाह्रो हुन्छ उनीहरूलाई होइन र पहिरो आएर भाँसिनी भयो उ भने त्यसरी त बगि नै हाल्छ बेस्ट भनेको तपाईँको कि त सुरुङ मार्ग या त तपाईँको बिचबाट तपाईँको पहाड चिरेर काटेर बनाइदियो भने त्यो चाहिँ बेस्ट हुन्छ होइन किनकि त्यसरी चिरेर बनाएको एकदमै सुलभ तरिकाले चिरेको हुन्छ अनि त्यसमा चाहिँ तपाईँको वाल लगाइदियो भने चाहिँ ल्यान्डस्लाइडिङ हुने चाहिँ खतरा चाहिँ अलिक न्यून हुन्छ कम हुन्छ यस्तो छ बाइक गुड नाइस पुरालाई होइन लगभग अब म दुम्कीबास आइपुग्न लाग्यो होइन अब धेरै छैन दुम्कीबास आउनलाई धेरै पनि छैन है यो बाटो खास तपाईँको लगभग 14 किलोमिटर जस्तो होला यो 14 किलोमिटर बनाउनलाई अब यिनीहरूको लगभग 1 वर्ष त लाग्छ नि किनकि यिनीहरूको कामको होइन जुन सब स्पिड हेर्दाखेरि 1 वर्ष पनि सक्छ कि सक्दैन भन्ने चाहिँ लागिरहेको छ अब बर्खा चाहिँ सकियो बर्खा सकिसक्दाखेरि अब चाहिँ जस पानी परेन भने चाहिँ काम चाहिँ अलिक फास्ट हुन्छ अलि रफ्तारमा गऱ्यो भने चाहिँ लगभग सकिन्छ भनौँ न अब यो बाटो सबै यस्तो छ यो पनि बनाउनु पर्ने छ यता पनि यो पहिलाको पिच हो यो पिच भत्केर यस्तो भएको अब यत्तिकोसम्म त ठिकै हो भन्नुपर्ने पनि अवस्था आएको छ अहिले चाहिँ यो बाटो चाहिँ होइन अब यहाँ चाहिँ एकदमै गाह्रो छ यता ठुल्ठुलो ट्रेलरहरू आउँछ होइन यो बाटोमा ल म अब जस्ट दुम्कीबास आइपुगेँ दुम्कीबाससम्म आइपुग्दाखेरि बाटो यस्तो हालतमा छ तपाईँहरू देख्नुहुन्छ बिचमा अलिकति राजनीतिक कुरा पनि भयो होइन कतिपयलाई त चित्त बुझ्दैन होला तर आफूलाई लागेको कुरा चाहिँ अब बोल्नुपर्छ भन्नुपर्छ होइन जागरुक बनाउनुपर्छ होइन झोले तन्त्र हटाउनुपर्छ यो देशबाट र देशको झन्डा बोक्नेलाई चाहिँ अब होइन हामी सधैँ सपोर्ट गर्नुपर्छ देशको माया हुने व्यक्तिहरूलाई पार्टीको माया हुँदैन गर्ने व्यक्तिले देशको माया चाहिँ गर्दैन भन्ने लाग्छ मलाई चासो मेरै गल्ती हो तर पनि बाटो त त्यस्तो गाह्रो छ के ल्याउनुपर्छ गाह्रो छ
दुम्कीबाससम्म दाउनेको डाँडादेखि पश्चिमी भेगको तपाईँलाई मैले भिडियो बनाएर देखाएँ। अहिले म यो दुम्कीबास बजारमा आइपुगेको छु। अब तपाईँलाई म अर्को थर्ड भिडियो दुम्कीबासदेखि नारायणघाटसम्मको बाटो जुन तपाईँको बाटो छ त्यो चाहिँ लगभग तपाईँको त्यहाँ पिच पुरै भइसकेको छ। एकतर्फी चाहिँ लगभग पुरै बनिसकेको छ, दुईतर्फी बन्ने क्रममा छ। त्यो चाहिँ म तपाईँलाई अर्को नेक्स्ट भिडियोमा चाहिँ देखाउने छु। ल यहाँसम्म तपाईँले मेरो भिडियो हेरिदिनु भएकोमा तपाईँ सबैजनालाई हार्दिक धन्यवाद दिन चाहन्छु। र नयाँ हुनुहुन्छ भने तपाईँले मेरो भिडियोलाई हेरेर लाइक र सब्सक्राइब गरिदिनु होला पनि म हार्दिक अनुरोध गर्दछु। पानी पऱ्यो भने त पुरै होइन जाम हुन्छ नि, त्यो बाटो त होइन खत्तम छ नि त। तपाईँको अहिले पानी नपर्दाखेरि चाहिँ जोस् ठिक छ। यतिको चाहिँ अहिले चाहिँ के भने काठमाडौँको गाडीहरू चलेको छैन, काठमाडौँबाट आउने जाने गाडीहरू नचलेको कारणले गर्दाखेरि नै यतिको चाहिँ ठिकै भन्नुपर्छ। माइ गड कतातिर अब म चाहिँ कतातिर लाग्ने हो यो त होइन।